गाइस वेलकम टु माई नेक्स्ट भिडियो। आजको चाहिँ हाम्रो एकदम स्पेसल टुर छ अनि मेरो पुन्टेलले चाहिँ मलाई खैरेनी टारमा कुरेर बसिरहेको थियो अनि म ढिलो गयो भनेर चाहिँ उ रिसाइरहेको थियो अनि किनकि म चाहिँ 11 बजे त खैरेनी टार पुग्दा एकदम ढिलो गरिदिएको। अनि आजको हाम्रो प्लान के छ भने चाहिँ आज हामी मनोकामना जाँदैछौँ। कुर्दा कुर्दा बस पनि आयो अनि त्यही भएर हामी चाहिँ बसमा चढेर गयौँ। हामी चाहिँ यहाँ डुम्रे आयौँ अनि त्यसपछि मलाई यस्तो चक्कर आइ हेभ नो इनर्जी अनि त्यसपछि मलाई हल्का चक्कर पनि लगाएर कखेर पुग्छ होइन। अहिले दिउँसोको 12 बजी छ गाइस, 12 दिउँसोको 12 बजे अनि हाम्रो नि 12 बजे अझ आधा बाटो आएर झराल दिने रे आएर कहाँ लर झराल दिन्छ अनि त्यहाँबाट फेरि 50-60 रुपियाँ भाडा लिन्छ भन्थ्यो। यो सब गफ हो जस्तो लाग्यो मलाई। अनि पछाडि त कोही रहन्छ, हामी मात्र रहन्छ। अनि पुन्टेल भनेको मन्दिर जाँदा सुत्न नि हुन्न अरे, निदाउनु हुन्न अरे, त्यही भएर यस्तो यस्तो गरेछ नि फेरि यस्तो के खाएको चाय अन्न खायो हामी यसमा आएको अनि हामी बिचबाट रोकेर फाइनली यहाँबाट खाजा खाएर खाजा त के खाने हामीले ड्राइभर खलासीले खाना खायो अनि हामीले चाहिँ कुन्डा चिया खायौँ अनि चिया खाएर जानु लाग्यो। यता हेर नि, यता हेर्नु होइन आफूले उस लिएर आएर चाहिँ भन्दा नि नभने खाइदेऊ मलाई पनि। अनि त्यसपछि अब थाहा छैन अहिले कति पाउने 1 भइसक्यो, कतिखेर पुऱ्याइदिनु थाहा छैन किनकि हामी वापस पनि आउँछ, हाम्रो गाडी चल्न लाग्यो। अब त्यसपछि अब चाहिँ बाटोमा भेटौँ चालिसको अनि हामीलाई चाहिँ आफ खैरेनीमा लगेर झरालिदियो अनि कता जाने के गर्ने केही थाहा थिएन। अनि त्यही भएर हामी चाहिँ एउटा रिक्सा लियौँ अनि रिक्सालाई भन्यौँ हामीलाई मनोकामना जाने गाडी लाग्ने ठाउँमा पुऱ्याइदिनु भन्यौँ अनि उहाँले हामीलाई लिएर हिँड्नुभयो। करिब 5 मिनट हिँडेपछि चाहिँ उहाँले हामीलाई मनोकामनाको गाडी लाग्ने ठाउँमा लगेर राखिदिनु भयो। हामी चाहिँ पुन्टेले चाहिँ म केबल कारमा चढाएर लैजान्छु भनेर आएको। लास्टमा केबल कारमा चढ्ने बाटै छोडेर यता आएछौँ। यहाँबाट केबल कारमा लैदिनु अरे डाइरेक्टमा पुऱ्याइदिन्छ अरे। पेट दुख्छ भोक लागेर भन्न पनि मिल्दैन भन्नु जाने मान्छे। फाइनली हिँड्यो है गाइस। तनाउ यो गोर्खा भन्नु न, यो खोलापारी तनाउ यो गोर्खा भन्नु न। ए खोलापारी तनाउ यता गोर्खा। म नि त्यही भनेको सुरुमा त कता मारो लाइन कता मारो र लाइन त रहेछ त थुप्रो आपुन्ट
त छ त थुप्रै अबे यहाँ हो लाइन सातै बज्छ क्या अहिले चाहिँ हामी लाइनमा बसिरहौँ अनि यहाँ माथि पुग्यो हाम्रो लाइन चाहिँ हामी चाहिँ 1 घन्टा लाग्छ हामीलाई बजाउनै सक्दैन कि यहाँ त बजाउनु हात च्याप्लै 1 2 3 गो कता बाल्ने उता हो यस्ता आँगाहरू आउँछ बोले बोले ओ तेरा को त मोर्ने लायो पुन्ट्याएको र मेरो हो दिस इज आउट भइसक्यो हामीले पूजासुजा गरेर भ्याइसक्यौँ अनि त्यसपछि अहिले चाहिँ 4 बज्यो कुन चाहिँ यो घर ऊ त्यो अरे यहाँ यताकै कि यहाँ नचिनेर उता जान्छ यहाँ पनि रहेछ दाइको पसल हेरे पुन्टे तिमी एक्लै जाला मान्छेहरू कत्रो देख्यो अझै छ म त आइपुग्नु लाग्यो चन्द्रगिरी छोटो हो नि त कालिम्पोङ पनि छोटो हो नि त यहाँ लामो हो नि यहाँ लामो सबसे लॉन्गेस्ट केबल कार है ना नेपाल को यहाँको हामी त केमकारमै हाल्ने होइन मतलब कुन ठाउँबाट बालाजु ल भनेर तिर्सोली छोरीको हरियो देखायो कञ्चन पानी नि त त्यही हो अविरल बगिरहेको छ होला भने मान्छे आइरहेछन् है त्यति गएन क्याब स्याब लगाएर बिसाउन हार गाडी त्यही छ जस्तो उयो होइन ड्राइभर भाइ खै कहाँ
फेरि पिनिहाल्छ होला होइन छिछि झर्नुपर्छ छोडेलाई पो छोडेलाई डराइ तल झऱ्यौँ अनि त्यसपछि अब चाहिँ हामी आस्ते बिस्दै माथितिर जान्छौँ रेस्टुरेन्टतिर कताबाट जाने त्यताबाट हो र यताबाट हो कि आउनु बिहान दिनबाट केही खाँदैन भोकले शाखा पनि निस्किन लागिसकेको थियो खाजा खाएर अब जाने हो अलिअलि सासमा सास आयो सास गयो भने जस्तो हामी टुइङ जान्छौँ गाडी कतिर आउँछ थाहा छैन है रोक्छ कि रोक्दैन लैजान्छ त्यो पनि आई डोन्ट नो एनिथिङ त्यही भएर म बाहिरको सिन देखाइदिउँ एकछिन है त वेट अ मिनट हामी यहाँ अलपत्र पऱ्यौँ हो क्या मनोकामनाको गेट अनि हामी हो पारिबाट आएको केही पनि देखेको छैन गाडीले हाम्रो लैजान्छ कि लैजान्न त्यो पनि थाहा छैन हो क्या चाउचाउ किन नि त चाउचाउ किन नि त अहिले चाउचाउ किन अन्त अरू त खासै खानु मन लागेन भर्खर खाजा खाएको त्यही भएर कस्तो भयो यो मिठो हुन्छ यो रेडमा ल त नि एउटा चाउचाउ दिनु क्विक छैन हो त्यही दिनु वाइ यसको त डेट एक्सपायर हुनु लागेको एक बिस्किट पैकेट कुन्टेले खाजा किन्दैछ अनि मैले चाहिँ एउटा चाउचाउ लिएँ किनकि मलाई खासै खानु मन छैन अहिले बस्न गएपछि कुन्टेले किनेको खाने हो इंडियन आशिका दिदीको नम्बर लिएर बस्नु पऱ्यो किनकि यहाँ 50 रुपियाँको चिप्सलाई 100 रुपियाँ भनौँ आशिका दिदीले आएर तलाइहाल्छ नि 40 रुपियाँको चिप्सलाई के ल 50 रुपियाँ लियो नि त हुन्छ है 100 रुपियाँ अरे कि अब औडा अहिले 5:30 भएछ 6 नै बज्छ होला 7, 8, 9, 10 10 बज्नु भयो खैरेनी पुग्दा त फाइनली हामीले चाहिँ बस भेटायौँ कुर्दा आधा घन्टा कुर्दा बस भेटाएर बस्न चढ्यौँ अन्त अब हाम्रो टुर स्टार्ट हुन्छ अब हाम्रो टुर स्टार्ट